नमस्कार, मेरो नाम विष्णु अधिकारी। म गोर्खा नेशनल पब्लिक सेकेन्डरी स्कुल कक्षा 11मा अध्ययनरत छात्र। मेरो कथाको शीर्षक रहेको छ नातामा सीमित संसार। डराए कि होली भनेर फोन गरेँ, फोन उठेन, मोबाइल स्विच अफ आयो। अब म डराउन थालेँ। बानेश्वरको धुलो र धुवाले धुम्म थियो। मेरा पाइला हतारिँदै थिए। सेतो सर्टको बाहुला माथि सार्दै हातमा रहेको नेभी फोर्सको खैरो बलको घडी हेरेँ। घडीले साँझको 6 बजाएको थियो। चन्द्रगिरी माथि तैरिरहेको सूर्य चन्द्रगिरीमा मिसिन आँटेको थियो। फेरि फोन गरेँ, अझै फोन उठेन। म आँटिँदै दौड्न थालेँ। आफ्नो रगत जोगाउन मानिस जे पनि गर्न सक्छ। काठमाडौँको सडकमा दौडिनु कुनै आश्चर्यको कुरा होइन। कुनै रिक्सा वा बस भेटिएको भए म त्यहाँ छिटै पुगिन्थेँ। तर सायद मेरो भाग्यमा त्यो दिन कालो हुने भनेर लेखिएको थियो। सधैँभरि नै त्यो बानेश्वरको बाटो खाली थियो। मेरा दौडिरहेका खुट्टा काठमाडौँ जिल्ला अदालतको छेउको क्याफेमा आएर थमिए। 2656 नम्बर प्लेटको रातो अपाचे आरटीआर 160 त्यही देखेर मेरा बाहिर रोकियो। एउटा हात कम्मरमा राखेँ, अर्को हातले त्यही बाइकमा अडिएर बढेको सासले कम गरेँ। फेरि एकपल्ट फोन गरेँ, अझै उठेन। क्याफेको सिसाबाट आलोक बिजोडले देखिन्थ्यो। म अडिएको बाइक आलोकै थियो। आलोक र म 12 कक्षासम्म सँगै पढेको, दिल्ली बजार स्थित केएमसी कलेजमा। म 6 वर्ष अघि काठमाडौँ आएको। अहिलेसम्म सँगै रहेको साथी भन्ने आलोक मात्र छ। म सिधै क्याफेभित्र बसेँ। क्याफेमा गल्ती हजार हुन्छन् गाना गुन्जिरहेको थियो। गल्ती हजार हुन्छन् यहाँ अवसर आएको बेला, एक्लै तिमी म माथिएको बेला। उसो त त्यो गाना मलाई खुब मन पर्थ्यो। तर त्यो गाना मेरो मनमा नराम्ररी बिसायो। त्यो गाना मलाई कति पनि सुन्न मन थिएन। आलोक एउटा छेउमा एक्लै बसेर व्यस्त थियो, एक्लै मोबाइलमा व्यस्त थियो। म त्यतै गरेँ। उसले मलाई आँखा मात्र उठाएर हेरेर भन्यो, कृष्ण कफी खान्छस्? म केही बोलेन। म सरासर उत्तर पनि हेरिरहेँ। उसले मलाई हेरिरह्यो। उसको अगाडि टेबलमा राखिएको सानो कपमा थोरै कफी थियो। कफीको छेउमा बाइकको चाबी थियो। म नजिकै गएर बाइकको चाबी उठाएँ। उसलाई भने, अहिले साँझ आउँछु, एकैछिन जान्छ। उसले तलमाथि मन्टो हल्लायो। म हतार क्याफेबाट बाहिर निस्केँ। फेरि कल गरेँ, अझै स्विच अफ। मेरो मन हात्तिएर मेरो सास बढिरहेको थियो। ऐनामा राखिएको रातो हेलमेट उठाएर चाबी लगाएर बाइक स्टार्ट गरेँ। हातबाट बिस्तारै क्लच छुट्दै गयो र हिँड्दै गयो। मेरो मनमा लागेको समस्याको आगो बुझाउन सक्ने एकमात्र आशा। त्यति स्पिडमा मैले कहिले बाइक चलाउँदैन थिएँ। तर आज कि मर्नु थियो कि आफ्नो रगत बचाउनु थियो। मैले दाहिने हात छाडेर बुझीको मोबाइल निकालेँ। बाइक क्रमशः सुस्त हुँदै गयो। फोन गरेँ तर अझै फोन उठेन। 15 मिनट अघिसम्म म ठिकै थिएँ। खाना पकाउन भनेर तरकारी किन्न बाहिर निस्केको थिएँ। सधैँभरि उसले नै खाना पकाउँथे। आज 6 बज्न लाग्दासम्म ऊ आएकी थिएन। बिहानै साथीसँग निक्लेको। साथीसँगै होली भनेर मैले त्यस्तो चासो पनि दिएको थिएन। करिब 5:55तिर मलाई फोन आयो। फोन सबिनाकै थियो। मैले फोन उठाएँ। सुरुमा सबिनाले बोली, दाइ सुन्न। मैले भन भने। उसको बोलीमा डर मिसिएको थियो। उसले थपी, म 3 कुनेमा छु। बाटोमा एउटा निस्काएको थियो। मैले आँखा तोडेर नराम्रै गाली गरेँ। मेरो पछि आइरहेछ। खै के भनेर गाली गर्दैछ। बाटोमा धेरै मान्छेहरू पनि छैन। त आइज न मलाई लिउन। उसले यति भनेपछि मलाई रिस उठ्यो। जिस्काउन त मैले पनि धेरैले जिस्काएको थिएँ। तर जब आफ्नै बहिनीमा माथि कुरा आयो तब मेरो मन आत्थ्यो। नाता भनेको त्यस्तै हुँदो रहेछ। मैले उसलाई सम्झाउँदै भनेँ, आउँदै गर, कसैले मतलब भने म 15 मिनटमा आइपुग्छु। उसले पनि हस् भनेर फोन काटी। तरकारी किन्न भनेर निक्लेको म जहाँ थिएँ त्यहीँबाट हाइवेमा निक्लिएँ। मैले डराएँ कि होली भनेर पछि फोन गर्दा उसको फोन स्विच अफ आयो। म माथि डर हावी भइसकेको थियो। म बानेश्वर उठेँ। आलोकको बाइक लिएर 3 कुने पुगेँ। बाइकले छेउमा रोकेर फोन गरिरहेँ, अझै उठेन। त्यही क्रममा भर्खरसम्म खाली भएको ठाउँ भिडमा परिणत भयो। मेरो आँखा र खुट्टा त्यति मोडिए। नजिक जाँदै गर्दा मैले भिडबाट आएको आवाज सुनेँ। कसैले, हे भगवान् के भयो भन्दै थियो। अलि सानाले आफ्नै आमालाई सोध्दै थिए, त्यो के हो आमा? कसैले त्यो मर्यो कि छैन होला, त्यसको नाडी चाम्प भन्दै थिए। कसैले प्रहरीलाई फोन गर भन्दै थिए। त्यति सुनेपछि म झन् थिएँ। मेरो मनमा रहेको शङ्काले बाटो पाउँदै थियो। मेरो आँखा आँसुले भरिभर दहाउँदै गयो। भिडको नजिकै पुगेर पछाडिबाट मन्टो तानी हेरिरहेका दाइले सोधे, के भयो दाइ यहाँ? जवाब आयो, के हुनु भयो? कसैले फुलिरहेको फुलको रस चुस्यो अनि फ्याँकिदियो सर्टलाई। यति सुन्न बित्तिकै सबिनाको दृश्य मेरो आँखा भरिहाल्यो। मेरो आँखाबाट अघिदेखि पर्खिएर बसेको आँसुले निकास पायो। म भिडलाई चिर्दै अगाडि बढेँ। च्यातिएको कुर्ता सुकायो। उसको शरीरबाट बगेर पानीमा मिसिएको रगत, गालाभरि राता र निराला। तर मेरो आँखाबाट अर्को आँसु पनि झरेन। त्यो अनुहार अपरिचित थियो। मैले राहतको सास फेरेँ। पछाडि बोजीमा रहेको फोन बज्यो। सबिनाको फोन रहेछ। मैले भिडबाट निस्कँदै फोन उठाएँ। उताबाट आवाज आयो, म रुममा आइसकेँ। प्रकाश दाइ भेट्नु भएको थियो। उहाँको बाइकमा कोटेश्वरको भित्री गल्लीमा ल्याएको। फोनमा चार्ज पनि थिएन, त्यसैले फोन गर्न भएन। म खाना पकाउँदैछु त आउँदै भयो। म केही बोल्न सक्ने अवस्थामा थिइनँ। केही नभनी फोन काटेँ। सबिनासँग कुरा गर्दा बाइकसम्म आइसकेको छु। बाइक चढेर घामले गिरिसकेको चन्द्रगिरीले अगाडि बारेर हिँडिरहेको। भर्खर शान्तिनगरको गेट काटेर संसद भवनको छेउमा आएको थिएँ। मनमा अनौठो विचार आयो, म किन फर्किएँ? जब सबिनाको आवाज फोनमा सुनेँ तब मेरो मन हलुको भएको थियो। तर त्यही हल्कापन मलाई भारी लाग्न थाल्यो। त्यो विक्षिप्त भएको शरीरको पनि मैले सबिनाको फोन पुगेपछि कसैले पुग्दैछ होला। तर मैले चाहिँ राहतको सास लिन पाउने छैन। मैले आफूले नै प्रश्न गरेँ, मेरो सास किन भन्छ? अरू कसैको सास सधैँका लागि थाल्दैन।
सबिनाको कल आएपछि राहत मेरा लागि सबिनाको कल पछिको राहत मेरा लागि आफ्नो प्राण बाँचिँदै थियो। तर के राहत यति स्वार्थी हुन्छ, आफ्नो रगत बाँचेपछि अरूको रगत देख्न नसक्ने। मेरो आँखाभरि आँसु भरिदियो, ओठ काम्न थाल्यो। मेरो एउटा मनले तेरो बहिनी सुरक्षित छ, त्यो नै तेरो संसार हो, संसार बाँचिसक्यो भन्दै थियो। तर अर्को मनले यो संसार रगतसँगै बाँधिएको नातामा मात्र हुन्छ, मान्छेको नातामा संसार हुँदैन। फेरि सोचेँ, म के नै गर्न सक्थेँ, त म जाँदा त भन्न खोजिसकेको थियो। फेरि आफ्नो विचारले प्रतिकार गर्दै सोच्न थालेँ, केही गर्न नसके पनि म त्यही उभिन त सक्थेँ। यदि त्यो अपरिचित शब्दको सट्टा मेरी बहिनी हुँदो हो त के म त्यसरी त्यहाँबाट निस्कन्थेँ? म भिडबाट होइन, आफ्नो मानवताबाट निस्केको, आफ्नो कर्तव्यबाट निस्केको। मलाई आफूमाथि अथाह ग्लानि हुँदै थियो। म अपराधमा संलग्न त थिइनँ, तर पीडामा पनि संलग्न हुन चाहेन। त्यही कुराले आफूले दोषी ठहराइरहेको थियो। यदि मेरो राहत कसैको शोकमाथि उभिएको थियो भने त्यो राहत पाप होइन? के त्यो राहत पाप होइन? यदि सबैले आफ्नाले मात्र जोगाउने हो भने कोही नभएकाहरूलाई कसले जोगाउँछ? यी अनन्त प्रश्नले मलाई भित्रबाट मारिसकेका थिए। मेरो आँखा बसिन थाले, आफूमाथि नै अथाह रिस उठ्यो। आवेशमा आएर एक्सिलेटर त्यसरी घुमाएँ। 81 अगाडि एउटा काँडा, जोडले हात र खुट्टाको ब्रेक दबाएँ। केही थाहा पाउनु अघि सबै अन्धकारमा परिणत भयो। बिस्तारै आँखाले सुन्दैकातिरलाई सोच्नुले मेरो अगाडि चन्द्रगिरी होइन, धौलागिरी थियो। त्यो हिमाललाई पहेँलो रङले पोल्दै र निरोको पातलो पर्दाले झिक्दै आएका सुन्दैकातिरले धरतीको स्पर्श गरिसकेका थिए। दाहिनेतिर मण्डो घुमाएँ। भान्सामा काटिँदै गरेको प्याजको सोप मुनाउँदै मेरी आमा आफ्ना गालासम्म आएका आँसु बुझ्दै हुनुहुन्थ्यो। एकछिन अचम्म भयो। दाहिनेतर्फको भित्तेभरि हेरेँ। बिहानको 7 बजेको थियो। म उठेको थाहा पाएर आमाले ताप्केमा भएको चिया छान्दै भन्नुभयो, कति सुत्छ केटा, तैँले त सपनामै आफ्नो संसारमा निस्क्यौ। मैले लामो हाइका हाल्दै र थोरै हाँस्दै गरेँ, कसरी थाहा पाउनुभयो? धन्यवाद।